बुवा आमाले गर्न खोजिरहनु भएको यस्तो श्रीमद् भागवत महापुराण ज्ञान यज्ञमा हाम्रो निम्ता स्वीकारेर टाढा टाढा टाढाबाट आउनुभएका सबैजनालाई धेरै 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 धन्यवाद भन्न चाहन्छु। अवश्य पनि यो हाम्रो पहिलो पटक गरिएको महायज्ञ हो, ज्ञान यज्ञ हो। अवश्य पनि धेरै 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 नै त्रुटि भएका छन्। यसबाट हामीले सिक्नेछौँ। अनि त्यसमा पनि मलाई के भन्न मन लाग्यो भने बुवा आमाले गर्नुभएको यो पहिलो सुरुवात गर्नुभयो। मलाई लाग्छ यो खरेल, मलाई त थाहा छैन, मैले त सम्झन पनि सम्झिँदैन। खराल परिवारमा सायद यो यज्ञ पहिलो होला, भयो होला, हजुरबुवाहरूको पालोमा भयो होला, तर बुवाहरूको पालोमा पहिलो यज्ञ हो। त्यसको दोस्रो खोइ अब त्यसो भए हामी धेरै नै साना थियौँ, मलाई त थाहा पनि छैन। भनेपछि सायद हजुरहरूले पनि यसैबाट शिक्षा केही त्रुटि भएको भए त्यसलाई सुधार गर्दै, मलाई आशा छ मेरो आफ्नै ठुलो बुवा काका काकी कसैले आफ्नै हाम्रै घर परिवारमा फेरि पनि यस्तै महायज्ञ गर्नुहुनेछ भन्ने धेरै धेरै विश्वास छ, आशा छ। अनि हामीले पनि त्यसबाट धेरै 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 नै सिक्नेछौँ भन्ने त्यसमा पनि विश्वस्त छु। भन्नुपर्दाखेरि म त आफू वेस्टर्न मेडिसिन प्र्याक्टिस गर्ने मान्छे परे, अनि यहाँ यो के भने अध्यात्म यो अलिकति डिफ्रेन्ट पाटो जस्तो, दुईटा ध्रुव जस्तो लाग्छ। त्यही भएर हिजो कविताले, मेरो बहिनी कविताले राम्रोसँग भाषण गरिन् या त आफ्नो मनको कुरा राखिन् भने म त त्यो लेभलमा छँदै छैन। म आफूलाई म त नर्सरी क्लासमा छु जस्तो लाग्छ अध्यात्मको। सायद हजुरहरूले यस्तै गरेर हाम्रो बुवा आमाले जस्तै गरी यस्ता यस्ता यज्ञहरू गर्नुभयो भने हामी नयाँ पिँढीहरूलाई पनि प्रोत्साहन मिल्नेछ, अनि हामीले पनि यस्ता यस्ता यज्ञ गर्नेछौँ भन्ने आशा छ, विश्वास छ। हजुरहरूले हामीलाई त्यो कृपा गर्नुहुनेछ। म जसरी भने म मेडिसिनको मान्छे, प्राइमेरी केयर प्रोभाइडर भएर डक्टरको काम गर्छु, त्यो पनि विदेशमा। त्यसले गर्दा वेस्टर्न कल्चर अभियसली आउँछ। त्यही भएर पनि मलाई ठक्क नेपालीमा भन्न आउँदैन, किनभने 23 वर्ष भइसक्यो बिरामीहरूसँग त्यही इङ्ग्लिसमा बोल्ने बानी हुँदै पनि हजुरहरूले भन्दाखेरि बुझ्छु, त्यही पनि कता कता ठक्क आफूले भन्दाखेरि आउँदैन। यो भन्दै गर्दाखेरि हामीले त मेरो प्र्याक्टिसमा कुनै रोग लाग्यो, मुटुको पनि विशेषज्ञ हुन्छ, नाक कान घाँटी, हाम्रो अङ्गहरू जति अङ्गहरू छन् नि तिनका विशेषज्ञ हुन्छ। तिनीहरूसँग काम गरेको मान्छे म है। अनि यसो यो श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ सम्पन्न हुँदै गर्दा कता कता पिर पनि लागिरहेछ। केही मैले धेरै कुरा सिक्न थियो। अझै नर्सरी क्लासमा छु, कहिले एसएलसी पास गर्ने हो, कहिले त्यो डक्टरेट डिग्री लिने हो, यसमा थाहा नै छैन है। यति गर्दा पनि मलाई यस्तो भन्न मन लाग्यो, सबैको विशेषज्ञ त हुन्छन्, मनका विशेषज्ञ को हुन् त? कता कता लाग्यो यही अध्यात्म नै हो कि? यो भागवत पुराणबाट मैले सिकेको त्यही नै हो। यताउति घरको जेठी छोरी भन्न मन लाग्छ, बुवा आमालाई नै भनिरहन्छु, म त जेठी छोरी भन्दै भनिरहन्छु। त्यही भएर यता त्यता सबैजनाले यता के भइरहेछ, पानी खानु भयो कि खानु भएन, यता काम भयो कि भएन, आरती आयो कि आएन भनेर यताउति हेर्दा हेर्दा मैले यो प्रवचन राम्रोसँग जति मनमा लागेको थियो त्यसरी सुन्न पाएको छैन। मलाई बस्नु मन थियो, अगाडि नै कर्ता भएर अगाडि नै बसेर सबै 7 दिन अगाडि नै बसेर नहल्लिकन सुन्नु मन थियो, तर मैले पाइनँ। जसरी गुरुदेवहरूले भन्नुभयो युट्युब च्यानल छ, सबै कुराहरू त्यो के देवघाटमा के छ, त्यसबाट पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। दिनको एउटा अध्याय गर्नु सिक्दै जानुहुन्छ भन्नुभएको छ। अब म त्यही बाटो लाग्ने छु भन्ने भन्न चाहन्छु। यो महायज्ञले हामीलाई अलिकति थोरै भए पनि ज्ञान दियो होला, हजुरहरूलाई पनि दियो होला। अनि यसले यति मात्रै गरेन कि हाम्रो पारिवारिक मिलन पनि गरायो। हाम्रो बुवा आमाको 5 जना सन्तान एकैचोटि 21 वर्ष भएको थियो भेट नभएको।
यो महायज्ञको कारण हामी भेट भयौँ। त्यस्तै गरेर देख्छु बुवाहरू 7 भाइ बहिनी हुनुहुन्छ, सबैजना यहाँ हुनुहुन्छ। मामाहरू 4जना भाइहरू यही हुनुहुन्छ। फुपू दिदीहरूलाई नदेखेको कति भयो। ठुलो बुवा काका काकी इस्माको कहाँ कता कताबाट आउनुभयो। हामीले त जिन्दगीमा देखेकै पनि थिएन, ताकि त्यो कति नजिकको नाता हो। एउटै हजुरबुवाको छोरा छोरी बुवाहरू हामीले त चिनेको पनि छैनौँ। यो महायज्ञले गर्दा हामीले चिन्ने अवसर पायौँ। हाम्रो बुवा आमाको निम्तालाई स्वीकारेर यति टाढा टाढाबाट म देख्दैछु उता पर हजुरबुवा बसिरहनु भएको छ। रूपाकोटबाट आउनुभएको हाम्रो बुवाहरूको मामा हजुरबुवालाई पनि नमन। त्यति टाढाबाट आउनु भएको छ। हजुरबुवालाई त म बच्चा हुँदा देखेको थिएँ, त्यो अवसर मिल्यो। यस्तै गरी धेरै धेरै धेरैजनाहरूसँग भेट्ने अवसर मिल्यो। मेरो बुवा आमा यो घरमा सरेको पनि 4-5-6 महिना भनौँ, बस्न थालेको 5-6 महिना मात्रै भयो। धेरै छरछिमेकीलाई हामीले चिनेकै छैनौँ। यो भरतपुर पनि म नआएको 13 वर्ष भइसक्यो। यसले गर्दा धेरैजना छ, धेरै छरछिमेकी इष्ट मित्र धेरैलाई भेट्ने अवसर मिलायो यो महायज्ञले। त्यसको लागि पनि मेरा मातापितालाई हृदयदेखि नमन गर्दछु। हाम्रा गुरुहरूलाई हृदयदेखि नमन गर्दछु। यो अवसर होला हामीले थोरै मात्रै सिक्यौँ होला, तर यो पारिवारिक महत्त्व पनि यसले सिकाएको छ। त्यसै अवश्य यसमा धेरै त्रुटि भएको होला। धेरै शब्द भन्न चाहदिनँ, भन्दै लम्बिन्छ। सबै हजुर घर छिमेकी घरमा हामी त धेरै परदेशी हौँ। म त विदेशिएको पनि 23 वर्ष भयो। धेरैजनालाई चिन्न पनि चिन्दिनँ। मेरो बुवा आमा घरमा एक्लै हुनुहुन्छ, तर हाम्रो मर्दा पर्दाका भनेका छरछिमेकी हुनुहुन्छ। उहाँहरूले नै आएर यत्रो ठुलो यज्ञ सम्पन्न गर्न सहयोग गर्नुभयो। त्यसको लागि पनि धेरै धन्यवाद। यसमा यो महायज्ञले कताबाट भनिहाले, इस्मा, धुर्कोट, अरेवा, काठमाडौँ, बुटो, जताततैबाट हामीलाई भेटायो। काठमाडौँबाट मेरो कान्छी बुहारी यहाँ आउन, हामी सबैजना यहाँ छौँ। कान्छी बुहारी र तिनी आउन पाइनन्, सायद लेखेको नियतिको खेल होला। मैले पनि अहिले अलिअलि राधाकृष्ण हेर्न थालेको छु। त्यसमा सधैँ नियति भन्छ, सायद त्यो नियतिको खेल होला। उनलाई आउन यो भाग लिन लेखेको थिएन होला। त्यसले गर्दा कामले गर्दा उनी आउन पाइनन्। तैपनि हामी सबैजना यहाँ छौँ। उनको परिवार, उनको बुवा आमा 90 वर्ष कट्नुभएको हजुरबुवा यहाँ आउनुभयो। त्यसको लागि पनि धेरै धन्यवाद। सबैजनालाई धेरै धन्यवाद। यो भन्दै अवश्य त्रुटिहरूलाई माफ गरिदिनु होला। यस्ता प्रवचन भइरहन्। हामी जस्तो नयाँ पिँढी, विदेशीका पिँढीहरूले पनि सुन्न पाऊँ, भोग्न पाऊँ। त्यसैले गर्दा हामीलाई यो देश निम्ताओस्। मेरो कुनै पनि ठुलो बुवा या त काका काकी मामा माइजूले कसैले पनि 2 वर्षभित्रमा पुराण गर्नुहुन्छ भने म अवश्य पनि आउने छु। यस्तै अवसरहरू दिन हाम्रो अग्रजहरूलाई के भने टक्राउँछु, आशा गर्छु दिने हुनेछ भन्ने आशाका साथ गुरुहरूलाई नमन, मातापितालाई नमन, सबैजनालाई नमन। सबैको जय होस्। हरि ओम।